ठ्याक्कै भन्नुपर्दा बन्यानीको मुटु गाउँ चोकमा रहेको हाम्रो यो भग्नावशेष बिल्डिङ अगाडि रहेको छौँ। यो बिल्डिङको केही युजेसै छैन है। यसमा हाम्रो मेन समस्या भनेको के भने यसको युटिलाइज कसरी गर्न सकिन्छ भने यो बिल्डिङलाई चाहिँ टक्कसँग त्यो अगाडिबाट इन्ट्रान्स गराएर यहाँनिर पार्किङ गर्न सकेर ठ्याक्कै यहाँबाट निकाल्न सक्यो भने यो प्रोपर्टीको पनि युज हुन्छ, यो बिल्डिङको पनि युज हुन्छ। यो बिल्डिङ त भत्काउनु पर्ने स्थिति छ, यो ल्यान्डको प्रोपर्टीको पनि युज हुन्छ भन्ने हाम्रो मान्यता छ। यसका लागि हामी उहाँ म्याजिक दाईहरूको गुनासोहरू सुन्नेछौँ र एकजना स्थानीयको पनि गुनासो सुन्नेछौँ। त्यहाँ हाम्रा म्याजिकका दाईहरू हुनुहुन्छ, उहाँहरूको समस्या हामी सुन्नेछौँ है। यहाँ म्याजिक स्ट्यान्ड बनाउँदा छिराएर यो भवन अथवा यो भवनलाई मर्मत गऱ्यो अथवा यो ठ्याक्कसँग यहाँ राखेर यसको सिस्टम चाहिँ ठ्याक्कै यहाँबाट निकाल्ने हिसाबले गरौँ भनेर हाम्रो सोच आयो। यो चाहिँ पर्मानेन्ट होइन, टेम्पोररी 6-7 महिनाको लागि अरू विकल्प नहुन्जेलसम्म के गर्न सकिन्छ भने हामी दाइहरूसँग सोच्छौँ। यहाँ हामीले भनेअनुसार गर्दा कस्तो हुन्छ होला, तपाईँहरूको समस्या के छ पार्किङ? यो तपाईँले भनेअनुसार हामीले गर्नेअनुसार चाहिँ राम्रै हुन्छ होइन। हाम्रो अलिकति यहाँ बाटोमा हुँदा पनि अलिकति दुर्घटनाहरू होला भन्ने केही होलाहरू भन्ने हुन्थ्यो। त्यसले गर्दा पार्किङको लागि धेरै राम्रो छ। भाइहरूले गरेकोमा धेरै धेरै धन्यवाद भाइहरूलाई, धेरै राम्रो हुन्छ। यहाँनिर अब व्यवस्थित पार्किङ त छैन नि त तपाईँहरूको लागि। हाम्रो यो के भने व्यवस्थित पार्किङ एक त हाम्रो यो कचनकल गाउँपालिकाले हाम्रो यो समस्या बुझ्नु पनि पर्ने जरुरी छ। अव्यवस्थित तरिकाले राखिएको छ, यसलाई सुरक्षित तरिकाले अलिकति गाउँपालिका यो खाली भएको कारणले गर्दाखेरि एक साइड हामीलाई यसो पार्किङ गर्ने सुविधा गरिदिनु भएदेखि अब यहाँको स्थानीयवासीदेखि लिएर भद्रबलात्मी सम्पूर्ण बुद्धिजीवीहरूले हाम्रो यसको लागि पहल गरिदिएदेखि हाम्रो यो रोडमा गाडी राख्नुभन्दा साइडमा राख्दाखेरि राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो भनाइ हो। त्यसको लागि अब सम्पूर्ण निकायहरूले पनि सायद हाम्रो यो भिडियो देखेर सुन्नु नै हुन्छ होला, बुझ्नु भएदेखि अझ राम्रो हुन्थ्यो भन्ने। यदि स्थानीय पालिकाले सरसराई गरेन भने तपाईँहरू लगभग 20-30 नजिक छ होइन? म्याजिक छ कि सबैजनाबाट सहयोग गरेर यो सबै मिलेर यसलाई सरसफाइ गरेर व्यवस्थित गरौँ भन्ने सबैको प्लान हो होइन। अब तर कतिको सक्सेस हुन्छ भन्ने कुरा चाहिँ अब हामीमै अब एकपल्ट यसरी यो म्याजिकलाई देखाउनु त अब यो हेर्नु यो सिधै जान्छ है, यसको पार्किङ कहीँ पनि छैन। अब सिधै गएर त्यहाँ रोकिन्छ, अब एक्सिडेन्ट हुने सम्भावना बढी हुन्छ है। त्यो पार्किङ छैन। अब यो पार्किङ चाहिँ कस्तो भने पार्किङ भने सिधै त्यो गएर यहाँनिर यो पार्किङको व्यवस्था गर्न सके धेरै राम्रो हुन्छ। यदि के भन्छ उहाँहरूले पार्किङको व्यवस्था गरिदिनु भयो, सरसफाइ गर्ने पैसा भएन भने हाम्रो टिम छ 8जनाको, उहाँहरू दाइहरू 20 भनेपछि 20-30-50जना हुन्छौँ। हामी आफै सरसफाइ गरेर रङ त लाउन सकिन्छ नि होइन दाइ? रङ चाहिँ हामी पैसा उठाएर लगाइदिन्छौँ। दाइहरूको म्याजिकको स्ट्यान्डको लागि त्यति चाहिँ गर्नु पऱ्यो। यसका लागि हाम्रो स्थानीय सरकारले के गर्छ? अहिले हामीसँग ठ्याक्कै हाम्रो एक स्थानीय युवा हुनुहुन्छ, उहाँ समाजसेवी पनि हुनुहुन्छ है, विकास शर्मा, सबैले चिन्नुहुन्छ होला। ठ्याक्कै उताबाट घुमाएर 6-7 महिनाको लागि उहाँहरूसँग बरु